उत्कृष्ट बोलिङको साथै अङ्क थप्न सफल आयोजक 1 छ भने ड्यास 3-0। सर्भिस बल गर्न सफल जसको फाइदा ड्यास 3 लाई ड्यास 3 1 छ भने आयोजक 1 बराबर। आयोजकको बल गर्न सफल सन्जु। सर्भिसमा आयोजकका जर्सी नम्बर 4 सीता उत्कृष्ट प्लेसका साथै उत्कृष्ट बचाउ आयोजकबाट अङ्क थप्दै आयोजक 5 छ भने ड्यास 3 5-3। उत्कृष्ट बोलिङ सर्भिसमा ड्यास 3 का जस नम्बर 1 विद्या उत्कृष्ट बोलिङ गर्दै अङ्क दिलाउन सफल विद्या 6-5। उत्कृष्ट स्पाइक जस नम्बर 3 द्वारा लगातार सर्भिसमा ड्यास 3 का जस नम्बर 1 एम्पायर द्वारा फलको सङ्केत। एम्पायर द्वारा फलको सङ्केत 7-9। उत्कृष्ट बोलिङ गर्दै अङ्क थप्न सफल फेरि पनि उत्कृष्ट बोलिङ गर्दै अङ्क थप्न सफल आयोजक स्पाइक गर्दै अङ्क थप्न आयोजक 12 छ भने ड्यास 3 10 12-10। उत्कृष्ट स्पाइक उत्कृष्ट बचाउ उत्कृष्ट स्पाइक गर्दै अङ्क दिलाउन सफल आयोजक नम्बर 12 रबिना। फेरि पनि अङ्क आयोजक 15 छ भने ड्यास 3 11 15-11। फेरि पनि सर्भिसमा जर्सी नम्बर 5 उत्कृष्ट स्पाइक जर्सी नम्बर 6 बाट आयोजक द्वारा बल गर्न सफल त्यसको फाइदा ड्यास 3 लाई ड्यास 3 12 छ भने आयोजक 15 12-15।
उत्कृष्ट स्पाइक ब्यास 3 का खेलाडी जस नम्बर 7 सञ्जुबाट उत्कृष्ट प्रेस गर्दै अङ्क थप्न छ आयोजक 16 छ भने ब्यास 3 12 16 12 छ विद्याको उत्कृष्ट स्पाइक साथै आयोजक उत्कृष्ट बचाउ अङ्क लागेको छ 13-16 उत्कृष्ट सर्भिसका बल गर्न सफल जसको राणाबाट सर्भिस बल आउट जसको फेरि पनि बल गर्न असफल द्वारा बल गर्न सफल जसको बाहिर आयोजक यति लजान सर्भिसमा आयोजकका यतिकै जित्यो जसङ्गरीका साराना नम्बर 6 को उत्कृष्ट स्पाइकसँगै ब्यास 3 का 3 को उत्कृष्ट बचाउ रविनाको उत्कृष्ट स्पाइक तर बल आउट एम्पायरद्वारा लाइन टचको सङ्केत ओहो उत्कृष्ट स्पाइक थियो तर बल आउट त सरी अङ्क ब्यास 3 लाई ब्यास 3 17 छ भने आयोजक भाइ 17-22 एम्पायरद्वारा फलको सङ्केत आयोजकलाई उत्कृष्ट स्पाइक गर्दा उत्कृष्ट बोलिङ गर्दा अङ्क थप्न सफल आयोजक 24 छ भने ब्यास 3 18 24-18 आयोजकको लागि लास्ट पोइन्ट रहेको छ उत्कृष्ट बोलिङ गर्दै पहिलो सेट आयोजकले हात पारेको छ 25-18 विरुद्ध यसपछिको गेम भने तमौली भर्सेस रामजकोट हुने भएको खेलाडी मित्रहरू कृपया तयारी अवस्थामा बस्दिनु होला 4
सीता रणभाग सर्भिस गर्न सफल जसको फाइदा ब्यास्टिनलाई ब्यास्टिन 1 छ भने आयोजक 1 बराबर सर्भिसमा ब्यास्टिनका जर्सी नम्बर 7 सन्जु ब्यास्टिनका खेलाडी विद्याबाट उत्कृष्ट स्थान उत्कृष्ट प्रेस गर्न अङ्क सफल उत्कृष्ट स्ट्राइक गर्दै अङ्कदम सफल आयोजक नम्बर 1 छ 3-1 उत्कृष्ट सर्भिस गर्दै अङ्कदम सफल आयोजक सर्भिस गर्न सफल जसको फाइदा ब्यास्टिनलाई उत्कृष्ट प्लेस गर्दै अङ्क थप्न सफल ब्यास्टिन नम्बर 1 छ 3-4 आयोजकद्वारा बल गर्न सफल जसको फाइदा ब्यास्टिनलाई खेलाडीद्वारा बल गर्न सफल सर्भिस बल गर्न सफल जसको फाइदा ब्यास्टिनलाई ब्यास्टिन 5 छ भने आयोजक 7 5-7 सर्भिसमा ब्यास्टिनका खेलाडी भावना थापा मगर उत्कृष्ट स्पाइक थियो तर बल गर्न सफल जसको फाइदा आयोजकलाई आयोजकद्वारा सेल्फ गर्न सफल सर्भिस बल आउट फेरि पनि अङ्क आयोजकलाई नै सर्भिस गर्न सफल जसको फाइदा ब्यास्टिनलाई ब्यास्टिनका खेलाडीद्वारा सर्भिस गर्न सफल जसको फाइदा आयोजकलाई आयोजकद्वारा बल गर्न सफल ब्यास्टिनद्वारा सर्भिस बल गर्न सफल जसको फाइदा आयोजकलाई 12 छ भने ब्यास्टिन 9 12-9 उत्कृष्ट बचाउ आयोजकबाट
Time out by यसपछिको गेम रामचकोट भर्सेस दमौली हुँदैछ है। कृपया खेलाडी मित्रहरू तयारी अवस्थामा बसिदिनु होला। सर्भिस कटस बल जसको फाइदा प्यास टिमलाई प्यास तर बल आउट जसको फाइदा आयोजकलाई आयोजक उत्कृष्ट प्लेस गर्दै अङ्क तपाईँ बल आयोजक 15 छ भने ब्यास टिम 10 15-10 टिमका जस नम्बर 12 को उत्कृष्ट स्ट्राइक थियो तर बल आउट जसको फाइदा आयोजकलाई आयोजक 16 छ भने ब्यास टिम 10 आयोजक द्वारा बल गर्न सफल जसको फाइदा ब्यास टिमलाई ब्यास टिम 11 छ आयोजक 16 सर्भिसमा ब्यास टिमका जर्सी नम्बर 1 विद्या सर्भिस बल आउट 17 छ भने ब्यास टिम 11 बाहिरिएको छ जसको फाइदा जसको फाइदा आयोजक 18 छ भने ब्यास टिम 18-12 गर्दै 19 छ भने पाटा मगर फेरि पनि अङ्क थप्दै आयोजक जस नम्बर 5 तिरिसारा पाटा फेरि पनि उत्कृष्ट सर्भर गर्दै अङ्क थप्दै सफल आयोजक 21 छ भने ब्यास टिम 21-12 जस नम्बर 5 तिरिसारा पाटा मगर उत्कृष्ट स्पाइक गर्दै अब तपाईँ सफल ब्यास टिम 13 छ भने आयोजक 21 13-21 Asia, 1 besi.
उत्कृष्ट प्लेस गरेर अङ्क थाप्न सफल आयोजक 22 छ भने ब्यास टिम 13 22 13 सर्भिसमा आयोजकका जर्सी नम्बर छ ब्यास टिमद्वारा बल आयोजकको फाइदा ब्यास टिमलाई 14 छ भने आयोजक 23 23 बल आउट जसको फाइदा ब्यास टिमलाई 15 छ भने आयोजक 24 सर्भिसमा ब्यास टिमका जर्सी नम्बर 7 सन्जु एम्पायरद्वारा फलको सङ्गीत फेरि पनि अङ्क ब्यास टिमलाई नै ब्यास टिम 16 छ भने आयोजक 24 16 फेरि पनि उत्कृष्ट बल क्रस गर्दै अङ्क थाप्न सफल ब्यास टिम 17 छ भने आयोजक 24 यस खेलको विजेता आयोजक भएको छ भने उपविजेता ब्यास टिम भएको छ दुवै टिमलाई धेरै